सबैलाई नमस्कार। म सुचेत बहादुर केसी। म आज काठमाडौँमा आएको छु। भोचापुटका सङ्घमा आएको छु आज 2 दिने कार्यक्रममा। साथै मेरा सम्पूर्ण दिदीहरू हुनुहुन्छ, यहाँ बहिनी हुनुहुन्छ, उहाँहरूको म आज उहाँहरूसित घुम्न पाउँदा बस्न पाउँदा यति धेरै खुसी भएको छु। हेर्नुहोस्, सपाङ्ग साथीहरू हामीलाई हेला गर्नुहुन्छ नि, हजुरहरूले कमेन्ट लेख्नुहुन्छ, भिडियो स्किप गरिदिनुहुन्छ होइन। आज देख्नुहोस्, उहाँ दिदी हेर्नुहोस्, हाम्रो आफ्नो क्षमता र आफ्नो कला, आफ्नो प्रतिभा छ। उहाँलाई पनि भगवानले सानो गराइदिनु भयो, मलाई पनि फरक क्षमता एउटा 4 पाउ लेख्ने गराइदिनु भयो। तर हामीहरू तपाईँहरू जस्तै बस्न चाहन्छौँ, हजुर जस्तै गरेर खुसी हुन चाहन्छौँ होइन दिदी। हजुरको नाम दिदी? मेरो नाम निर्मला गेलान। हजुरको दिदी? मेरो नाम कर्णु थापा। हजुरको बहिनी? हजुर, सम्पूर्णलाई यति माया छ। सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गरिदिनु होला। हजुरहरूले गर्दा हामी यति धेरै खुसी भएका छौँ। हजुरहरू सपाङ्ग हुनुहुन्छ, हामी छौँ फरक क्षमता, हामी छौँ अपाङ्ग। साङ्गले नै अपाङ्गलाई साथ दियो भने हामी धेरै अगाडि बढ्न चाहन्छौँ भन्दै यहाँबाट छुट्टिन्छौँ। हस्त, धन्यवाद।